हरियो डाँडाहरू र हराभरा वातावरणको बीचमा अवस्थित यो ठाउँ कुनै कथाको पानाबाट जस्तै लाग्छ, जहाँ जीवन मौसमसँगै चल्छ र हरेक कुना कन्दराबाट एउटा कथा बोल्छ। आज आइपुग्यौँ हामी दार्जिलिङ लेबोङ बदमताम भेकमा पर्ने यो शान्तिको भूमि सुन्दर गाउँ, जसको नाउँ छ नयाँ बस्ती। र भन्नुपर्दाखेरि यो गाउँ प्रकृतिले भरिपूर्ण छ। हरियालीले ढाकिएको वरिपरिको जङ्गल, शान्त बग्ने खोला मुनिपट्टि र चराहरूको जुन चिरबिर आवाजले यहाँको वातावरण जुन छ त्यसलाई अझै हामीलाई एउटा मनमोहक वातावरण यसले बनाइरहेको छ। र हामीलाई आजको दिनहरूमा नि यो आधुनिक सुख सुविधा गाडी बाइकमा हिँड्ने बानी भइसकेको बेलामा र आज चाहिँ यो रमाइलो गाउँमा अनि भिर पाखा उकाली ओह्राली हिँड्दै गर्दाखेरि अनि यो सुन्दर 17 डाँडाको उकालो चढ्दै गर्दाखेरि चाहिँ थकाइ छ, तर यो थकाइ चाहिँ अरूभन्दा भिन्दै आशेषमय थकाइ भइरहेको छ। अनि हामी चढिरहेका छौँ यो 17 डाँडा। र हामी चाहिँ अहिले यहाँनिर 17 डाँडामा आइपुग्यौँ। 17 डाँडा है दाजु? 17 डाँडा। अनि यहाँको दाजु एकदम लोकल बासिन्दा कुमार दाजु हुनुहुन्छ हाम्रो साथमा। अनि यहाँ अगाडि अङ्कल आश्रबाउ हिँड्नुहुँदैछ। 17 डाँडामा हामी छौँ। यो जग्गालाई चाहिँ कसरी यो नामाकरण भयो भन्दाखेरि चाहिँ यहाँ माथि एकजना दाजु हुनुहुन्छ 17 बाजे, अन्त उहाँ घर नम्बर चाहिँ बदमतामको घर नम्बरबाट चाहिँ मान्छेको नाम चिन्ने गर्दछ। यहाँ 17 दाजु भएको कारण चाहिँ यो डाँडालाई पनि 17 डाँडा भनेर चाहिँ यहाँको प्रायः यो गाउँको अनि छरछिमेकी गाउँले पनि यो जग्गालाई चाहिँ 17 डाँडा भनेपछि यो ठाउँलाई चिन्ने गर्दछ। यस गाउँका मानिसहरू सरल जीवन जिउने, मिलनसार अनि विशेषतः मेहनती छन्। अरूमाथि निर्भर रहनुभन्दा केही न केही गर्ने, चाहे खेतबारीमा होस् चाहे कुनै तरिकाले एउटा स्वनिर्भर जीवन जिउने मानिसहरू यहाँ छन्। र यस्तै सोच भएका एकजना जसले केही समयदेखि चाहिँ यो गाउँमा होमस्टे चलाइरहेका छन् र हामी घुम्दै फिर्दै उहाँको होमस्टेमा पनि आइपुग्यौँ। नयाँ बस्ती अहिले हामी इभियाना होमस्टेमा आइपुग्यौँ र एकछिन बिसाइरहेका छौँ। अनि अर्ग्यानिक मही खाँदै हाम्रो दाले दिनुभयो। अनि हाम्रो यहाँ इभियाना होमस्टेको ओनरसँग हामी बात मार्नेछौँ। हाम्रो दा हुनुहुन्छ सरल दा। जयमसी, नमस्ते सबैजनालाई। अन्त अलिकति भनिदिनुहोस् न होमस्टे बारेमा। हामी त्यसरी आइपुग्यौँ आज तपाईँकोमा। अनि कस्तो, तपाईँले कति भयो सुरु गर्नुभएको? यो इभियाना होमस्टे चाहिँ मैले है सुरु गरेको। एक्चुअली इभियाना चाहिँ मेरो छोरीको नाम हो र यो टुरिज्म क्षेत्रमा चाहिँ मलाई
धेरै पहिलादेखि नै इन्ट्रेस्ट थियो है। धेरै साल मैले बाहिरतिर पनि अब काम गरेँ, तर आफ्नै ठाउँमा केही गर्छु गर्ने इच्छा मेरो पहिलादेखिकै थियो र यो टुरिज्म क्षेत्रमा चाहिँ मेरो आउने पहिलादेखि नै इच्छा थियो। अलिकति यो अपबिट प्लेसमा भएको कारणले गर्दा गेस्टहरू आउनलाई अलिक टाइम लाग्छ, उहाँलाई कति तकलिफ पनि हुन्छ, 1-1.5 किलोमिटर बाटो अफरोड पनि छ। तर पनि यहाँसम्म आइसकेपछि उहाँहरूलाई चाहिँ मैले जतिसक्दो आफ्नो बेस्ट दिने कोसिस गर्छु र उहाँहरूलाई जतिसक्दो म भ्याएसम्म टाइम दिने गर्छु र उहाँहरूलाई बेस्ट दिने कोसिस। अनि यहाँको जति पनि अर्ग्यानिक खानेकुरा, हाम्रो आफ्नो ट्रेडिसनल खानाहरू दिने कोसिस गर्छु। र यहाँ धेरै घुम्ने जग्गाहरू छ है, रिभर भयो, टी गार्डन भयो, फरेस्ट एरिया भयो, भिलेज टुर, योहरू पनि म गाइडहरू गराउँछु र जतिसक्दो मैले बेस्ट दिने कोसिस गर्छु। र उहाँहरूलाई यहाँसम्म आइपुग्दाखेरि जति पनि उहाँलाई तकलिफ भए तापनि उहाँहरू फर्किँदासम्म चाहिँ एकदम इमोसनल भएर गएको रेकर्डहरू छ है। त्यो चाहिँ अब उहाँहरू खुसी नै भएर गएको चाहिँ रेकर्ड छ अहिलेसम्म चाहिँ। अनि तपाईँले यहाँ आउने तपाईँको गेस्टहरूलाई चाहिँ कुन कुन पोइन्ट, मेन पोइन्टहरू तपाईँ कुन कुन लानुहुन्छ? मेन पोइन्ट चाहिँ हाम्रो चाहिँ यहाँको हाम्रो फोकस चाहिँ हाम्रो रिभर हो है। यहाँ मेरो घरदेखि 5 मिनट्स वकिङ डिस्टेन्समा रिभर छ है। त्यहाँ मेन चाहिँ रिभर हो। त्यहाँ रिभरमा गइसकेपछि चाहिँ अब एकदम नेचुरल ब्युटी है, त्यहाँ एकदम पिस एरिया छ र त्यो भयो। अनि यो मेरो होमस्टेकै साइडमा टी गार्डन छ, त्यहाँ चाहिँ धेरै मात्रामा पिककहरू पाइन्छ है, अरू डियरहरू, ऱ्याबिट, यस्तो अन्त बर्डहरू त अनगिन्ती छ है। त्यो कुरोहरू त्यतातिर पनि म लान्छु। अनि अलिकति माथि हाम्रो चुली डाँडाहरू छ, 3 नम्बर भ्यू पोइन्ट छ, जहाँदेखि चाहिँ कञ्चनजङ्घाको चाहिँ अब एकदम राम्रो दृश्य हामीले चाहिँ देख्न सकिन्छ, सिक्किमको पार्ट्सहरू। अनि अर्को तल सिक्किम ह्याङ्गिङ ब्रिज, त्यहाँ पनि म लाने गर्छु। र कतिजना ट्रेकिङ गरेर जानुहुन्छ र कतिजना चाहिँ अब ट्रेकिङ गर्नु अलिकति असम्मत हुनुभयो भने चाहिँ उहाँहरूलाई मैले बाइक गाडीहरूको चाहिँ एरेन्जमेन्ट गरिदिन्छु। र अर्को कुरो म आफ्नो यो भिलेजमा पनि टुर गराउँछु र हाम्रो गाउँले जीवन कस्तो रहेछ। एकदम उहाँहरू क्राउड अब सिटीबाट आएको हुनुहुन्छ र एकदम पोल्युसन, क्राउड सोर सराबाबाट एकदम यस्तो पिसमा आउँदाखेरि चाहिँ उहाँलाई एकदम खुसी फिल गर्नुहुन्छ उहाँले। अन्त यही चाहनु भएको हुन्छ र म गाउँतिर पनि उहाँहरूलाई भिजिट गराउँछु र टुर गराउँछु र उहाँहरूको अहिलेसम्म चाहिँ उहाँहरू खुसी नै हुनुभएको छ। तपाईँलाई अन्तमा एउटा लास्ट अब भन्दाखेरि चाहिँ के भन्दाखेरि तपाईँले अघि जुन कुरा गर्नुभएको थियो नि, अब यहाँ जस्तै यहीँ गर्नेलाई चाहिँ एउटा तपाईँले जुन प्रकारले गरिराख्नु भएको छ, अब कति हाम्रो युथहरू पलायन भइरहेको बेलामा है, अनि आफ्नै ठाउँमा कुछ गर्नु चाहनेहरूलाई चाहिँ तपाईँ आफै गरिराख्नु भएको छ है, तपाईँ के भन्न चाहनुहुन्छ लास्ट मेसेज एउटा? हजुर, यसमा चाहिँ यो एकदम राम्रो अनि यो सोच्नुपर्ने है विषय हो है। तपाईँले राम्रो मलाई लास्टमा क्वेसन गर्नुभयो है। र एक्चुअली यो चाहिँ मेरो लाइफमा पनि घटेको घटनामा आधारित हो है, मैले पनि भोगेको कथा व्यथा हो। र विशेष म धेरै साल म पलायन भएर विदेशतिर अनि आफ्नै इन्डियाभित्र अनि विदेशतिर पनि धेरै वर्ष म पलायन भएँ है, केही कमाउँछु भनेर। तर कहीँ न कहीँ मलाई आफ्नै ठाउँमा केही गर्छु भन्ने मेरो इच्छा त थियो, तर फर्केर आएपछि मैले के गर्ने त भन्ने कुरा जो मेरो इच्छा थियो, यही ठाउँमा एउटा टुरिज्मको है क्षेत्र बनाउनु छु भन्ने त्यो सोचमा म पहिला नै थिएँ। र मैले यो इबियाना होमस्टे है मैले सुरु गरेँ र धेरै राम्रो रेस्पोन्स पनि आयो है। धेरै गेस्टहरू, टुरिस्टहरू आउनुहुन्छ मेरो होमस्टेमा। एउटा टुरिस्ट आउनुहुन्छ, मलाई खालि फाइदा हुन्छ भन्ने होइन, यो चाहिँ सराउन्डिङ हाम्रो एरियामा जति पनि हुनुहुन्छ उहाँहरू सबैलाई फाइदा हुने कुरो हो। यहाँको सागसब्जी बिक्री हुन्छ, दुध दही बिक्री हुन्छ है, यहाँको चिया, हाम्रो यहाँ गार्डन, आफ्नो पर्सनल गार्डनमा चियाहरू छ, चियाहरू बिक्री हुन्छ है। अनि यहाँको जति पनि गाडी घोडाहरूले टुरिस्टलाई ल्याउने लाने घुमाउने, उहाँहरूले केही मात्रामा अब
कमाउनु सकिन्छ, इन्कम सोर्सहरू राम्रो भएर जान्छ। र यही म अहिले जो पनि शिक्षित धेरै भाइ बहिनीहरू बेरोजगार भएर बस्नुभएको छ उहाँहरूलाई एउटा लेसन पनि हो अनि मेसेज पनि हो है। उहाँहरूले पनि आफ्नै ठाउँमा आफ्नै गाउँठाउँलाई सुन्दर बनाउनु पनि सक्यो, प्लस केही इन्कम गरेर आफ्नो फ्यामिलीहरूसँग मिलेर बस्नु पनि सक्यो। हुन्छ, धन्यवाद सरललाई तपाईँको समयको लागि, मिठो महीको लागि। हुन्छ हुन्छ, तपाईँलाई पनि धन्यवाद, तपाईँहरू यहाँसम्म आइदिनु भयो। र अहिले चाहिँ म अब त्यहाँबाट होमस्टेबाट निस्किएर चाहिँ तलनिर खोलासम्म जाँदैछु। अनि यो ठाउँ एउटा अलग्गै छ, तर यसको सुन्दरता पनि एउटा छुट्टै प्रकारको सुन्दरता बोकेको गाउँ छ। र यो चाहिँ एकदमै ठुलो एरिया छ, तर पनि यहाँ चाहिँ पातला पातला घर भएर हामी 50-60 घर बस्दैछौँ। र यहाँ चाहिँ पहिला अब यो गार्डनको दाजुभाइहरूले नै खोलेको जग्गा हो 1969 सालमा। र धेरै मण्डलीहरू पनि अहिले छ, हाम्रो खुसीको कुरा छ। कमाउनु चाहिँ हामी कमाउँछौँ। पहिलो त्यहाँ बोजूले कमाउँथ्यो, बोजू नसकेपछि फेरि हामीलाई दिएर कमाउँदैछौँ। हाम्रो त के वस्तु हो रे, वस्तु छ उयो हो, सब्जीहरू रोप्छौँ, अरू त केही छैन खेतीहरू। हाम्रो तल्लो चाहिँ त्यो कटेरा हो, त्यो दाउराहरू के राख्ने कटकुरो। अहिले म सकियो आन्टी? ए अस्ति तपाईँकोबाट मगाइ पठाइनु भएछ नि, धन्यवाद। र दिनभरिको हिँडाइपछि हामी आइपुग्यौँ त्यहाँ जहाँनिर चाहिँ हाम्रो लागि चुलामा तयारी हुँदैछ आजको हाम्रो दिउँसोको खानाको। त हाम्रो धेरै लामो यात्रा पछि चाहिँ अहिले यसो हाम्रो दाजुले हामी ल्याइपुऱ्याउनु भयो यहाँ हाम्रो गन्तव्य, जहाँनिर यति स्वादिष्ट खाना। हजुर हजुर, यो चाहिँ तर अब किनेको हो। हजुर एकदमै। अब चाहिँ खाना खाएर चाहिँ अब यहाँ हाम्रो अन्तिम गन्तव्यमा भाइले कस्तो भयो यात्रा? फेरि खाना खाँदै भए पनि एकदमै राम्रो दिन भएको छ। एकदम उत्तम छ, एकदमै दामी है। र हामी चाहिँ यसरी यहीँ बारीमै भएको सब्जीहरू अर्ग्यानिक एकदम खाँदैछौँ अन्तिममा।
सरलता र शान्ति पाइन्छ, जहाँ मानिसहरू मिलेर बस्छन्। यो गाउँ केवल एउटा ठाउँ मात्र होइन, तर मनमा बस्ने एउटा मिठो सम्झना भएको छ। जसरी हामी यो गाउँको बाटो छोड्दैछौँ, तर यहाँको एउटा सुन्दर यादहरू बोकेर लैजाँदैछौँ। यसले हामीलाई समयको असल र जीवनको गहिरो अर्थ सम्झाएको छ। कहिलेकाहीँ सबैभन्दा गहिरो यात्रा ती यात्राहरू हुन् जसले हामीलाई वास्तविक संसारसित जोड्दछ अनि उनै ईश्वरको असीम अनुग्रहको आभास गराउँदछ। र आजको यात्रा यतिमै राख्दै फेरि पनि भेट्नेछौँ अर्को एउटा नयाँ यात्रामा, नयाँ ठाउँमा, एउटा नयाँ कथाको साथ।